जन्मेकै दिन भावीले लेखेको हाम्रो प्यारी दुलै आज एउटा माया थप्यौ तिमी हाम्री भइदिएर हो आज एउटा माया थप्यौ तिमी हाम्री भइदिएर ज्यानमा एउटा छाया थप्यौ घरको शोभा बढाएर हाम्रो प्यारो छोरासँग तिम्रो भाग्य लेखिएछ यो घरको मायासँग तिम्रो साइनो जोडिएछ हाम्री प्यारी दुलै रानी झलमल घुम्टो ओढी आयो जुन जस्तै झुल्की आयो तारा जस्तै चम्की आयो हो जुन जस्तै झुल्की आयो तारा जस्तै चम्की आयो नौमतीका धुनहरू बाटोभरि छर्दै आयो आज तिम्रो आगमनमा मनको आकाश चम्किदियो झुल्के घामको हिमाल जस्तै हाम्रो आँगन हाँसिदियो हाम्री प्यारी दुलै रानी 32 लक्षिन बोकी ल्यायो आजदेखि तिम्रो नयाँ जिन्दगीमा खुल्न आयो सजाउनु छ तिमीले
कर्म घर यो हो सजाउनु छ तिमीले कर्म घर यो जन्मेकै दिन भावीले लेखेको हाम्री प्यारी दुलै रानी झलमल घुम्टो ओढी आयो झलमल घुम्टो ओढी आयो झलमल घुम्टो ओढी आयो 32 लक्षिण बोकी ल्यायो श्रीमन महागणाधिपते नमः तत्सत् सस्यवराय नमः भाद्रदेव दान समादे मध्यमाने महसति उत्पन्नतागमो दुर्गासुं तेजस्वी देवासयते प्राणपसिद्ध विष्णु पदावती आदित्य वसुता सर्वकाम प्रदात प्रसादात् यज्ञं कर्तुमिनोचनो सानिध्यं कुलदेवस्य परसन्नवरस्त्रा ओंकारस्य श्रीवरुणाय नमः छ यी बहुतामा कार्य चाहिँ यसमा गाह्रो हुन त हो हुँदैन सुदाता चक्षुसूर्यदायत धूपम आग्रयानि यार त्यसमा गाड्यो हो त्यसमा गाएको थियो त्यो बत्ती बल्छ हामी सिर्मादि बते नमः कर सस्यवराय नमः एउटा पैसा छ भने त्यहाँ राख्यो हामी त केही बित्ति गरेर पनि यसो गर्छ गरे नि धेरै बस्न गरे खुट्टा अलिकति यस्तो हो त्यसै छ हो त्यस्तो गरे हो त्यसै अलि माथि गरे खुट्टा अलि माथि हो यसले हो लगी हल्ला हो त्यसले हल्ला हो त्यही हो अब गोलो गरे त नि अब अलि अलि तेल चाहिँ के गर्छ त्यो पानी मात्रै तेल छ आज अलि डुबाइ मैले बाचा लो हातले गराइदिनु सकिने मानसिक सम्झिने मैले सम्झिने हो माया प्रेम हातै गर्दै गर्छ भर्दैन नि भाइ कस्तै भर्छ धुलो धुलो चाहिँ कति यस्तै वाप्नु पर्छ धुलो कस्तो धुलो फटक फटक पारिकन छिक्क गराइदिने हो क्या औजना होइन कि हाम्रो नानापाटी औजना होइन कि उनीकेर फटाफट फरान ढालो फेरि फरा तिनचोटि गर्नुपर्छ धुलो छ कि जसले सबै खनाइदिने भने हरि पार्ने खनाइदिउ अब ल गइले नि खनाइदिउ फेरि भर एकचोटि फेरि भर अब एकपल्ट धुलै लाग्दैन मुखिलै जरा क्या धुलाले एकचोटि भरेर भयो ल उतापट्टि मुख फर्को त्यसै मानले पनि त भर्नुपर्छ क्या मारा पनि गर्छ त्यही भएर मान्नु पर्छ उनीहरू मुखिले कस्तो हुन्थ्यो साथी साथीले कस्तो हुन्थ्यो सासू सुनाकी कि बुहारी क्यों एकजना हुन्थ्यो नि म चाहिँ महाराजा ल म आइपुगेँ होला कि परिचय गराएको यो सासू बुहारीको परिचय गराएको हो खास मसला ठिक्क पारिदिन्छ त कति पकाउँछ यो दिन पर्यो ससुरालाई सासु कतै
तीन पटक राम्रोसँग मुख हेरिन्छ भने 3 पटक हो के यालो गरी टाइम पास हो सुनेको थिएँ एउटा देशको कथा मैले त्यो कथाको राजकुमारी मेरो सामु पाएँ अहिले जे सुने साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाइ राख्नु
आमाजुले झुकेर हेरौँला भन्दा पहिले हेर त्यहाँ टिको लाउँछ भन्नु सबै देखिन्छ खानु भएर Kan